ल वेलकम है सबैजनालाई। अब आज चाहिँ भिडियो चाहिँ बबाले हुनेछ। आजको भ्लग चाहिँ हाम्रो किरात राई सोसाइटी अफ पोर्चुगलले चाहिँ आयोजना गरेको पोर्चुगलमा हाम्रो किरातीहरूको स्पेसल्ली राईहरूको साकेला बेला भिस्ता पार्कमा हुनु गइरहेको छ। हामीले चाहिँ गाडी रिजर्भ गरेर सोल्टीलाई अगाडि बोकेर काले सोल्टीलाई अगाडि बोकेर चट्ट पछाडि चाहिँ हाम्रो ड्रेसमा सजिएर कविर सर यता म्याडम यता बत्ती बब्बाल नाच हाम्रो बत्ती चाहिँ नाच्ने वाला यता हुनुहुन्छ हाम्रो हेमा आए गरिदेऊ नमस्ते यत्रो देखिरहेछ त आमा छोरी देखियो ल धन्यवाद वेटिङ फर कार आई थिङ्क सो। ल अब हामी यहाँ बोल्ट रिजर्भ गरेर जाँदैछौँ। अब हामी यहाँबाट पुग्ला घटीमा 15 मिनट लाग्छ। त्यहाँ चाहिँ नाच्ने गर्ने काम सुरु भइसक्यो होला। फ्यामिली मान्छे यताउता गर्दा ढिलो भइहाल्यो। अब हामी बेला बिस्ता पार्कमा भेटौँ है त। कस्तो दामी सिन देखेको अरे त्यो बेला। यो ग्राउन्डमै फुटबल हेर्नु मन छैन काइला? बेनिफिका यहाँ हेर्नु एक दिन मिलाउला न। टिकट काटेर फुटबल गेम भयो भने पुरै रोनाल्डो हेर्नु मन छैन त? ल यहाँ हाम्रो कविर सरले रोनाल्डो हेरेर भन्दैछ। म चाहिँ यहाँ चाहिँ मेरो पानी परेर यो चाहिँ चाहिने ठाउँ हो कि त्यही भएर सबै मलाई थाहा हुन्छ। कविर सर चाहिँ बाहिर बस्नुहुन्छ। बेला आउँदाखेरि यहाँ रमाइलो गरिन्छ। त्यही भएर हामी साकेला जाँदैछौँ। ल बोल्दै हिँड्नु। सो गाइज होइन म चाहिँ आएको छु होइन। अहिले भर्खरै हामी आइपुग्यौँ होइन। दिपा चाहिँ अनफर्चुनेटली उहाँ भ्लग बनाउनु सक्नु भएन किन भन्दाखेरि उहाँ बहिनीलाई यता गर्नुहुँदैछ। सो गाइज म अहिलेको एकछिनको लागि मात्र हो होइन तपाईँको यता भ्लग गाइजहरू होइन। अनि हामी चाहिँ यता बेला बिस्ता पार्क भन्ने ठाउँमा आइसक्यौँ होइन। अनि अब साकेला नाच्ने होला हामीहरू होइन। सो अब थोरै बाँकी छ हामी हिँड्नुको लागि होइन। यता चाहिँ हाम्रो ग्रुप होइन गाइजहरू। यता सबैजना खाइ भन्नुहोस् ह्याप्पी साकेला अल अफ यु होइन। अनि गाइज त्यही हो हाम्रो यस्तो ग्रुपहरूसँग हामी हिँडिरहेका छौँ गाइज। सो गाइज लो हामी आइपुग्यौँ होइन। हाम्रो दिपकको च्यानलमा सब्सक्राइब गरिदिनुहोस् होइन। अनि त्यही हो मेरो लागि मैले त्यति नै भन्छु होइन। अनि अब एकछिन साकेलाको अब सबै त्यता हामी माहौलहरू देखाउँछौँ है। हेलो ह्याप्पी साकेला सबैजनालाई। हामी किरातीहरूको चाहिँ महान चाड साकेलामा हामी चाहिँ यसरी माइत हिँडे जसरी कुम्लो कुटेर बोकेर टाउकोमा फेटा गुथेर पछाडि स्टकोट दौरा सुरुवाल टक्क नेपाली ढाका टोपी ढल्काएर हामी चाहिँ जाँदैछौँ है गाइजहरू। आज साकेलामा चाहिँ मजाले नाच्नुपर्छ रमाइलो गर्नुपर्छ। वर्ष दिनको साकेला अगाडि पापा छोरी हामी चाहिँ जाँदैछौँ। अहिले साकेलामा भेटौँला। नानाको परिवारहरू पनि एकदमै टाढादेखि साकेलाको लागि आउनु भएको छ। नमस्ते हजुर नमस्ते। ल मेरो छोरी चाहिँ हेलो नमस्ते गरेको। ओहो छोरीले पनि नमस्ते। छोरी साङ्केनको चाहिँ फर्स्ट साकेलामा जाँदैछ। नमस्कार है। मान्छे टन्नै हुँदैछ के छ ठिकै छ है। ल उतै भेटौँला है। ल हाम्रो साकेला चाहिँ यस्तो सल्लाको घारी बेला बिस्तार पाहाडमा। वाउ कस्तो रमाइलो हो। आज चाहिँ पिकनिक जस्तै लागिरहेछ। कहाँ त दिएर पठाउनुहुन्छ साथीहरूलाई? सानो रहनी नमस्ते गर्नुहोस्। कति महिनाको हुनुभयो नानी? 18-20 पुग्यो। ए जाउँ अहिले आउनु ल। अहिले उतै भेट चाँदी त डर हुन्छ साँच्ची। बरु यो हाम्रो नक्कली सुन चाहिँ डर हुँदैन।
डरै हुन्छ है फेरि मेरो माइली दिदीको बिहा गरेको ल हाम्रो किरात राईहरूको साकेला चाहिँ यहाँ भव्यताका साथ भइरहेको रहेछ यहाँ त काठ बिछाएको थियो कस्तो डर मलाई थियो अहिले राम्रो बनाएको रहेछ मेरो बस्नुलाई पनि बसिरहेको अब हिँड्ने पो म त अहिले हो खाइसक्नु भयो खाएको छैन खानु अब एकछिनमा खाने अनि होइन अब सन्चै हुनुहुन्छ बहिनीलाई माथि भेट्दै थियौँ चारवटा लगेर गयो खानु त यस्तो भएछ नमस्ते कत्रो ठुलो थियो यत्रो मोटी नमोटी थियो नि स्कुल जानु थालेपछि पात्ती भइहाल्यो खेल्छ नि हुँदैन है कुनै लाने भए त दिदी हेर न दिदी कति नराम्री दिदी हो उसले बहिनीले खेलाउनेहरू लगिदिन्छ है बहिनीको परस ए ल लगिदिनु न तपाईँ नाच्नु न म खेलाइहाल्छु ए ल हुन्छ म यहाँ अब यता सघाउँछु सघाउनु त बाँड्नु सार्नु ल गाइज रोहिणीले चाहिँ साकेलामा निगार पिउँदैछ है कोदोको चिम गरेर दिन्छ एकदमै मिठो छ झन्नै सकेछ यही पनि अरूलाई दिँदै थिए भरे त बाल्टी जितेको देखेर छिटो लु गिलासै छैन नि यही